बिहान बिहान यहाँ के बान्डेसम्म हजुरलाई भन्ने नै छु। मिनी ब्लग डे 29 आज फ्राइडे बिहान बिहान पानी परेछ होइन। दोकान खोल्ने बित्तिकै अनि म चाहिँ बिहान बिहान चाहिँ उता यातायाततिर हिँडेँ। अनि यातायात पुरा खाली नै रहेछ, सायद सबै कुरो अनलाइन भएर नै होला। मैले पनि आफ्नो साथीको र मेरो चाहिँ लाइसेन्स लिइहालेँ। लाइसेन्स चाहिँ नै हो। अनलाइनले गर्दाखेरि पुरा खाली छ, सुनसान छ। दोकान आउने बित्तिकै चाहिँ ल दिदीले चाहिँ ल भाइ अर्ग्यानिक सब्जी लिनुहोस् भन्यो। मैले पनि लिइदिइहालेँ। अनि त्यसपछि एउटा दिदीको फोटोकपी गरिदिएँ कम्प्युटरबाट निकालेर होइन। अनि त्यसपछि एउटा भाइहरूको चाहिँ यो अनलाइन फर्म भरिदिएको लाइसेन्सको लागि, सबै कुरा मिलाएर भरिदिएँ है। भाइहरू चाहिँ यही नै हो। त्यसपछि एउटा भाइको चाहिँ 6-7वटै फोटोकपी गर्ने थियो अगाडि पछाडि होइन, त्यो सबै मैले गरिदिएँ। यही नै हो। त्यसपछि एउटा बहिनीले चाहिँ यो फुल ल्यायो होइन, फ्रेममा हाल्ने भनेर। अनि यो फ्रेममा हाल्नको लागि चाहिँ यो पुरा जति पनि यो पत्ताहरू चाहिँ जम्मै सुक्नुपर्छ, नै त भने सबै ढुसी लाग्छ। त्यही भएर मैले सुकाइदिएँ। अनि पछि म यता हन्थन होलसेलमा सामान लिन आएँ। मेरो सामानहरू पहिले थियो यहाँ बनाउनु दिएको। जस्तो भने त्यस्तै फ्रेम उपलब्ध गराइन्छ होइन। अनि यही सामान हो, मेरो यो सिसा फुटेको थियो अनि सबै रिपेयर गरेर मैले ल्याइदिएँ। अनि त्यसै एउटा भाइको सिभी बनाइदिएँ, भाइ ऊ नै हो। अनि एउटा दिदीको चाहिँ यो फोटो बनाउनु थियो, यो फोटो लिन आउनुभयो। अनि यो भाइको चाहिँ मैले एक्सपिरियन्स लेटर बनाइदिएँ। अनि त्यसपछि एउटा दाइ भन्नुभयो इमेल गरिदिन्छ भने इमेल त्यहाँ माथि दिएर मैले त्यो सबै इमेलबाट निकालिदिएँ, कम्प्युटरबाट निकालिदिएँ। अनि त्यसपछि साँझ भइसक्दा 5 बजिसक्दा म चाहिँ हिँड्दै फुटबल खेल्नको लागि होइन। फुटबल खेल्न केटाहरू चाहिँ खेल्दै रहेछ। अनि हामी चाहिँ भर्खर खेलेर थाकेर बसेको, खेलेर मतलब टाइम अफ भएर बसेको। अनि नेक्स्ट टिम छ होइन। अनि अहिले पनि हामी खेलेर नै बसेको हो। अहिले साँझ भइसक्यो, थियो 6-7वटा म्याचबाट खेल्यो होला। अनि साँझतिर हामी घर फर्किने क्रममा खिचेको। यता केटाहरू हल्का अहिले प्र्याक्टिस गर्दैछ अनि केटाहरू अब घर जाने तयारीमा छ। अनि साँझतिर दोकान आउने बित्तिकै एउटा अङ्कल आउनुभयो र उसको चाहिँ अब स्क्यानिङ गरेर निकालेर साइन हानेर पठाउने भन्थ्यो होइन। यो साइन हान्यो अनि त्यसपछि स्क्यान गरेर फेरि पठाइदिएको हो यो दाइको। अनि फेरि एउटा दाइको चाहिँ फेरि यस्तो यो डकुमेन्टहरू निकाल्न थियो घरको लागि। यो दाइ चाहिँ यही हो, मेरो छेउको दाइ हो। त्यो सबै निकालेर पठाइदिएँ। अनि फेरि दाइले फेरि यो स्क्यान गर्नुपऱ्यो, के अरे लेमिनेसन गर्नुपऱ्यो भनेर क्युआरको लेमिनेसन गरिदिएँ। अनि आफ्नो पनि त्यो इन्डियन कार्डको लेमिनेसन गरेर मैले पठाइदिएँ। अनि साँझ भइसक्यो थियो। साँझ चाहिँ अब यस्तै देखिन्छ हाम्रो ठाउँतिर। यहाँसम्म हेर्नु हजुरलाई धेरै धेरै धन्यवाद। र भोलिको भिडियो हेर्न नबिर्सिनु होला। हस् त, भोलि भेटौँला।